Namaste guys, we are going to explore Hong Kong today. As a day 4 अलिकति घाम लागेको छ त्यही भएर अब जाम हामीसँगै लेट्स गो ठ्याक्क आइपुग्यो पनि लिफ्ट पनि अब बाहिर जाने खै आजको वेदर नै युज गर्ने गाह्रो भयो कि त्यो भएर ड्रेस पनि ल्याएर हिँडेछौँ स्वेटर पनि लिएर हिँडेछ है 17 डिग्री देखाएको छ अब हेरौँ चिसो हुन्छ कस्तो हुन्छ थाहै भएन कि त्यही भएर सबै कुरा ज्याकेट स्याकेट बोकेर हिँडेछ आज चाहिँ अब हाम्रो प्यारो भुथीलाई भेट्न जाँदै हो लन्चको लागि जोर्डनतिर जाँदै हो त्यसपछि हाम्रो प्यारो भाइ फेरि भेट हुन्छ कल्याणलाई नमस्ते कति अगाडि नमस्ते नमस्ते हेलो अब हामी लन्चको लागि यो चाइनिज अथेन्टिकमा जाँदै हो है त्यस्तो राम्रो हुने क्या खाम के त्यसले चाहिँ हामीलाई चाहिँ काम दिनुभएको बिहाको भाग अनि भन्नु भयो अरे पायो है थ्याङ्क यू आथैलाई भेट्न पाएन तर गिफ्ट चाहिँ पाएँ हाम्रो मेन्यू है हामी चाहिँ के खाने रह्यो यो राइस खाने भने होइन त्यो राइस र नुडल होइन नुडल देखाइदियो त टिपिकल नुडल त्यही अब यो खाने ठाउँ पनि राम्रो छ खाना नि आयो हाम्रो है यस्तो मिठो मिठो खाना त्यही भएर वेलकम टु आवर ब्लग भुथे भाइ आफ्टर 14 years म बुढी भइसक्यो नभएछ बुझ्नु 14 years त्यति बेला टिनेजर हुँदा आएको थियो नि त भुते त त्यस्तोको त्यस्तै रहेछ सेम म्यासेजहरू म त कहिलेको म्यासेज होला जस्तो लाग्यो अनि सोधेको म कहिलेको म्यासेज गरेर छक्क परेको भने ठ्याक्कै एकैचोटि म्यासेज आउँदाखेरि त्यही त बाबुलाई म त फेरि एचके सर्ट के भएछ लाग्थ्यो कि नाम हो त्यो खोज्दा खोज्दा नभेटेको अनि पछि ड्याडीलाई पठाइदिनु त फेसबुक भनेको अनि त्यही रहेछ मेरोमा अनि त्यही भएर ल खाम है त ल ग्रिलवाला त मिठो हुन्छ अलिकति सेन्ट त्यस्तो आएको छ कि अलिक यो उसहरूको सेन्ट हो कि यो के अरे त्यो पक्का त्यो माछाहरू त्यो मलाई त्यो मलाई त बिरामी हुन्छ जस्तो फिल हुन्छ त्यो त खान नै अप्ठ्यारो होइन छोडेन नै अप्ठ्यारो बिरामीले खाने डक उमालेको क्या स्टिम गरेको होला है यो त्यो चाहिँ मिठो छ भात भने चाहिँ मिठै हुन्छ जो आज चाहिँ काम बवाल लागेको छ शनिले त्यो खौलुन पार्कतिर जानु लागेको यहाँ भुटिहरूसँग भाइहरूसँग भर्खर खाना खाएर निस्केको है यो पब्लिक बस हिजो हामी यहीबाट हिँडेर त गएको त नि बेलुका अहिले चाहिँ घाम लगाएर चाहिँ चस्मा लगाएर हिँड्नुपर्छ अब चाहिँ ट्याक्क लगाएर यो चाहिँ पुलिस स्टेसन रहेछ यहाँको समसैसीको सिमसासी पुलिस स्टेसन वान्टेड लिस्टहरू रहेछ यस्तो हुन्छ डेन्जर वान्टेड केटीहरू पनि टन्नै रहेछ भाइरै टाँस्दिँदो रहेछ कि वान्टेडहरू त्यो त ओसन पार्कमा खेलाउनु पाउँछ त्यहाँ टाढो क्युट क्युट स्टप्सहरू हुन्छ यहाँ कुराको सबै चाहिँ फिल्म मान्छेहरूको हामी यहाँ कोलुन पार्कमा आएको है त भुथे भाइ
यसो पार्क वरिपरि हिँडेको आज हल्का घाम लाएर enjoying the weather after 3 days घाम हेर्न पाइन्छ grateful चराहरू यहाँ छ अरे है त्यही त त्यतातिर त्यहाँ रहेछ त्यो मयूर जस्तो टाइपको परेवा जस्तो डिफ्रेन्ट अलिकति यस्तो पट्टुहरू रहेछ बसिरहेछ कपाल पट्टु दुईजना जोडी पट्टु कस्तो मनपर्छ मलाई त खै यिनीहरू क्युटहरू आई लाइक देम यस्तै हो यहाँ चाहिँ डल्फिन सो हुने होला नि के हो आज त्यो पनि घामलाई पनि अलिक ग्लुमी नै छ पछाडिको सेन्ट्रल अरे देख्दैन राम्रोसँग यतापट्टि चाहिँ पोर्टहरू जस्तो छ अब त्यहाँसम्म जाने ब्युटिफुल हङकङको सिन यहाँबाट यस्तरी गयो भने चाहिँ यहाँ देख्छ एउटा क्रुज आइरहन्छ त्यो देशमा गएर फेरि आउँछ कि त्यो क्रुजहरू त्यो एकजना भाइ पनि थियो सिङ्गापुर त्यस्तो नै काम गर्छ नेपाली हामी चाहिँ अब बेदापाती जाने ल हुन्छ पछि समय फेरि आउँछ हामी है त ल है त ओके बाई बाई ल लिङ्क पठाइदिन्छ हाम्रो है सब्सक्राइब गर्नु सबैलाई ल ल बाई बाई ल भुतियाहरू नि गयो हामी नै अब भाइलाई कुर्दै हामी चाहिँ यता जानु पऱ्यो है पनि चेकिजान भएको ठाउँतिर यहाँ चाहिँ फोटो कस्तो देख्ने कि यहाँ क्यामेरामा टुङ है कार्टुन सानो सानो तिमी यसमा खिच्यो यो क्युटमा हामी चाहिँ कपडा यसो छान्दै हेर्दै हिँड्दै गरेको उहाँहरू चाहिँ कपडा किन्ने अरे सपिङ हान्ने भनेको छ क्या सपिङ गर्दा गर्दै यहाँ यत्रो झोला भइसक्यो गरुङ्गो भइसक्यो अझै भ्याएको छैन अझै खेद्ने भन्छ हेरेछ मैले खुट्टै दुइसक्यो यहाँ सपिङ गर्दा गर्दा फेरि अर्को सपिङ गर्ने खाली छ त यहाँ त रिङहरू यहाँ चाहिँ कपाल बान्ने काँटाहरू रहेछ यस्तो किन न यता हेर न कपाल बान्ने बोहरू रहेछ यहाँ रोजहरू रहेछ पर्छ कानमा लाउने टपहरू के केहरू वाह बाटोमा हिँड्दा एकजना मान्छे भेटिएछ हाम्रो बाटोमा को रहेछ आफ्नै चिन्जान परेको मान्छे पो रहेछ क्या यहाँ है ल हेलो है हाउ आर यु एकदम ठिक छ वेलकम हामी यतिकै होइन हामी नै एकछिन उता गयो उहाँ अगाडि त्यो क्रुजहरू आउने ठाउँमा गयो क्या अनि त्यो तर घुम्नै आएको तर लहर त हिँड्न त पऱ्यो खुट्टा दुखिसक्यो कस्तो यहाँ त थाहा आएको यही कुकुर हो नखरा देखाउने कुकुर हो यही हामी चाहिँ अब यतिकै हङकङको भ्यूहरू हेर्दै हिँड्ने बाटोतिर भेटघाट रमाइलो हामी चाहिँ गोलामा आइपुग्यो के गोला हो अरे हिजो राति म आएको चेकिजनको यो बिल्डिङ त उता उसमा भयो जस्तो रहेछ चढाउनु भयो जस्तो हामी चाहिँ हङकङ म्युजियम अफ आर्टमा आएको यहाँ चाहिँ ब्रुसलीहरू छ भन्छ क्या छ कि छैन ट्याग छ आज चाहिँ किनभने घाम लगाएर चाहिँ मान्छेहरू चाहिँ टन्नै छ यहाँबाट त उता हारबाट आइहाल्यो नि फेरि हिजो राति आएको नि हामी
त्यो लाइट सो भनेको लाइट सो त्यस्तै रहेछ त्यही त चिसो चिसो पनि भयो नि त हिजो त्यही रहेछ क्या मान्छेहरूको ताती छ यहाँ त फेरि यहाँबाट चाहिँ उता पारीको बिल्डिङहरू फोटोमा आउँछ अनि त्यही भएर अनि जुस खाने हो स्पार्कलिङ वाटर छ सोधा त स्पार्कलिङ वाटर छ स्पार्कलिङ वाटर सोडा पानी फ्रिजमा होला नि सोडा पानी छैन उता छ उता स्प्राइट दिएको त्यो स्प्राइट हो नो नो चिसो लाग्छ उसमा हालेर दिन्छ यिनीहरूले कि क्यानमै हो वेदर त दिन राम्रो खुलेको त छ कस्तो प्याक हो कहाँ हरायो तिनीहरू यहाँ त मान्छे धेरै भएर त अनि फोटो खिच्नु ठाउँै छैन यो त चाहिँ अलिकति नराम्रो आउँदो रहेछ है पोएर अलिकति उस भएर यता योपट्टि साइडमा चाहिँ अलिकति राम्रो देख्दो रहेछ बिल्डिङहरू कहाँ गयो तिनीहरू हरायो त यस्तो आएको छ बिल्डिङ मात्रै हो केही छैन यहाँ पो रहेछ ब्रुसले त ढाड फर्काएर ब्रुसले त हेर्नु पऱ्यो नि त होइन एकछिन यसो हेर्दै भनेर खास उल्टो ठाउँमा आएछ नि त हामी अनि यो यो अन्त पछि नेपाली ब्रुसली भेट भएछ अब यही हो यत्रो हिँडेर थाक्यो चेकिज एन्ड ट्याक्सी चढ्यो हेलो ओके ए चाइनिज बुझ्दिएको यसले चाहिँ यो भनेको भनेर चाहिँ मैले बुझेँ सबै त यता हेलो यो टनल चिनेको चाहिँ एक्स्ट्रा पैसा लाग्दो रहेछ कि त्यसले चाहिँ ट्याक्सी ड्राइभरलाई चाहिँ एक्स्ट्रा पैसा लिन्छु भनेको छ एभ्री टनल छिरेको चाहिँ कतिवटा टनल छ जति टनल छिर्यो त्यति चाहिँ चार्ज लाग्छ $29 भइसकेको छ हामी चाहिँ ट्रामसम्म जानु लागेको पारी यसले त पिकै पुऱ्याउँछ क्या चेकिज एन्ड ट्याक्सी ट्राम हेलो टेम्पोरली सस्पेन्डेड भनेको त यहाँको त्यो छ होला नि बस स्टप हो कि के समथिङ हो के भनेको कता हो स्टेसन चाहिँ यहाँ चाहिँ कौलोमा यत्रो बिल्डिङ छ यहाँ चाहिँ फोटो खिच्ने होला क्या होइन के रहेछ यत्रो प्याएको माइगट डेन्जर लाइन छ यार यो के हो पुवाल छ त त्यहाँ त बिचमा है के गुटी रहेछ सो यहाँबाट जानु रहेछ क्या यस्तो डेन्जर लाइन हुँदो रहेछ अनि रात पर्छ जस्तो लाग्यो त टिकट होल्डर यता टिकटिङ सानो त्यो दुइटावाला उस होला टु दिउँसोको भित्र राम्रो ल जाऊँ टिकट लिनु पऱ्यो नि त पहिला जाडो पनि हुन्छ कस्तो चिसो हो क्या त्यहाँ मुखमै आयो ए त्यहाँ रहेछ चाहिँ के चाहिँ जर प्याक छ यो लाइन टिकट काट्नलाई ट्रामको टिकट काट्नलाई यस्तो प्याक छ सो हामी चाहिँ यस्तो काठको ट्राममा जाने हो पुरा बाहिरको टिकट चेक गर्ने मान्छे यस्तो अहिले चाहिँ कस्तो दिन्छ टिकटहरू अहिले त डिजिटल टिकट होला नि हो ट्रेनमा त्यस्तो ग्रान्ड ओपनिङ अब चाहिँ हामी टिकट काउन्टर आइपुग्यो बल्ल ए यो टिकट काउन्टर अच्छा
कति अरे निकाल 168 पैसा निकाल पैसा यहाँ छ जाऊ अगाडि काटेर टिकट काट्यो दिइहाल्नुपर्छ नि यहाँबाट हो नि हामी जाने पावर ब्याङ्क त्यही त खाजा नि पाउँछ खाजा पाउँदैन हामी चाहिँ अब यही ट्राम कुद्नलाई चढ्नलाई त्यत्रो कुरेर बसेको अब चाहिँ ट्राम आउँछ भनेर सब नयाँ बनाएको त डब्बै डब्बा एक लटमै लिएर जाने सबैलाई यिनीहरू झर्नु पऱ्यो नि त पहिला होइन अब भित्र होइन मान्छेहरू कता कता बस्ने अहिले त मोडर्न भएछ पुरा बुढो आएर बसेको होइन त्यसकोपट्टि चाहिँ हामी चाहिँ हिँडेँ बल्ल है चाहिँ भ्यू खिच्ने भनेर पछाडि उभिएर बस्छ अगाडि धेरै यस्तो दामी छ माथि नै यस्तो हेर नि त भ्यू कस्तो लागिरहेछ त भ्यू कस्तो लागिरहेछ त हेर्नु न कस्तो मधुर रहेछ होइन यस्तो छ भ्यू हाम्रो आँखा कमजोर हो कि भ्यू नै यस्तो चस्मा नलागेको कति बोलिस मार्केट छिराएको छैन जहाँ पनि यही हो कि बिजनेस छ कि है के हेर्छ कि हामी किरिङहरू ओपनरहरू टाइगरहरू त्यही त जेब्रा ब्याग लानुपर्छ यहाँ फेमिली रहेछ चाहिँ किचन हाँसेर बस्छ कति वर्षको यङ सो यहाँबाट चाहिँ हामी टाप हान्नु पर्ला जस्तो छ स्थिति मान्छेहरू स्थिति हेरेर सबको टाउको चाक मात्रै भयो यताबाट हेऱ्यो भने टाउको मात्रै अनि उताबाट हेऱ्यो भने केही छैन यहाँ बाहिर निस्किनु लागि फेरि आउनु नपाउनु अन्ली वान टाइम अन्ली वान टाइम फेरि माथि अघि नै खाएर आउनु भनेर अँधेरो लाइट हेर्ने एउटा किन मान्छेहरू यस्तरी बसेछ भनेको त अन्ली वान टाइम रहेछ मैले खिच भनेको त अनि तर अब झन् राति भइसक्यो सब उठ्छ झन् सब उठेर प्याक हुन्छ इट्स डिफरेन्ट अप हियर यस्तो हुन्छ भनेको त साँच्चैको इट्स डिफरेन्ट रहेछ नि त माथि त यस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी सनसेट हुन लाग्छ नि त यता चाहिँ सी साइड देख्दो रहेछ त्यो एस्थेटिक भ्यू भनेको यस्तो हुनुपर्छ पाण्डाको दाई पाण्डु ए पाण्डु यसको नाम पाण्डु हो नि त तर पाण्डाको त्यो उसो कस्तो दामी हुन्छ पाण्डा इयर हो कि यहाँको पुरा लाइन बसेर यहाँ फोटो नाइट भ्यू भनेको यस्तै हो दामी परेछ त छिटो हेर सक्यो बनायो हामी चाहिँ अब फर्किनु लागेको सक्यो वान टाइम यहाँ रहेछ क्या फोटो पैसा दिने क्या फोटो क्या त्यो हो के रियलमा हामी चाहिँ अब फर्किनु लाग्यो अलिकति खाएर सो हामी चाहिँ बर्गर खानु लाग्यो बर्गर सिङमा आएर एकछिनमा रेडी भएर बस्दो रहेछ पुरा उसवाला रहेछ कि ब्ल्याक दिँदो रहेछ पहिला अनि मायो लिएर आयो मायो यहीँ छ होला नि केचप केचप साटेर मेयो ल्याइदियो त भाइ मिठो मेयो नगेट्स ल्याउ त एउटा नगेट्स भोक लाग्यो
हेलो कस्तो छ कफी खाने मान्छेहरू बढी निन्दा लाग्छ सब हालिदियो यसले त कालो हान्छ यसलाई दुध चाहिँदैन मायो त यस्तोमा दिँदो रहेछ कि क्या भोक लाग्यो यार फेरि तल झरेपछि माथि जानै पाउन भनेर त्यहीँ जाडोमा थरथर कामदै बसेको है फोटोको पछाडिको रियालिटी कति गाह्रो छ कसलाई के थाहा सन्जिसा गुरुङको फोटोको रियालिटी पछाडि कसलाई थाहा छ यहाँ आज भाइले नि देख्यो आज भाइले नि देख्यो यस्तो राम्रो फोटो इन्स्टाग्रामको बिहाइन्ड द स्टोरी यहाँ छ कि आज भाइ चाहिँ मेरो पुरा गार्ड बसेर एउटाले चाहिँ खिचेर भाइले चाहिँ गार्ड बसेर दुःख त्यसै राम्रो फोटो कहाँ आउँछ त होइन फोटो हेर्ने बेला त वा हुन्छ नि तर त्यसको बिहाइन्ड द स्टोरी कति दुःख छ त्यो चाहिँ अघि खाएर फेरि फर्किने भनेको नाइट भ्यू होइन वान टाइम ओन्ली भनेर फेरि त्यहीँ जाडोमा थरथर हामी चाहिँ यहाँ अब ट्याक्सी चढ्न लाग्यो स्ट्रिट फुडहरू के राम्रो है यो ठाउँ हङकङ एरिया यहाँ मासु रहेछ नि त खाने हो कोही यस्तो सानो सानो कस्तो यो अथेन्टिक रेस्टुरेन्टहरू हेर न यहाँ सानो सानो स्ट्रिट फुड चाइनिज रेस्टुरेन्टहरू यस्तो मजाको ड्राइभर दाइ कहाँ लिएर जाने के खसाइदे नयाँ ड्राइभर भेट भयो यहाँ हङकङमा आएर तल जोर्डन लिएर गइदेऊ त हेर्दा त सेम छ त यहाँ त यार कपाल पनि सेम छ को हो यो ओहो तल जाने लाइन कता हो ट्रामको हेर त ब्याग भन्छ त ट्रामको कहाँ जाने हो त्यहाँ हो कहाँ ट्रामलाई लिनलाई केटी रहेछ ड्राइभर खाली छ त यार हामी आउँदा त प्याक थियो अनि सानो रहेछ हाम्रो खाना पनि आयो म्युजिक भइरहेछ ल थ्याङ्क यू अब हामी होटेल आइपुग्यौँ एन्ड गर्नै बिर्सिन्छ जहिले भिडियो चाहिँ यहाँ आएर सम्झिँदो रहेछ लिफ्टमा आएर आज चाहिँ त्यही हो साथीभाइहरू सब भेटेर रमाइलो भयो थ्याङ्क यू गाइज फर वाचिङ प्लिज कमेन्ट लाइक सब्सक्राइब गुड नाइट लभ यु अल बाई सी यु टुमोरो इन नेक्स्ट ब्लग